सबिन यतिखेर सरस्वती बुढा र गगन थापा बीच यतिखेर यो थारामा चाहिँ घम्सा घम्सी देउडा खेल भइरहेको छ। यतिखेर यो थारामा चाहिँ विशाल यतिखेर देउडा खेल लागिरहेको छ। पक्कै पनि हाम्रो मौलिक परम्परा जोगाउनको लागि यो थारामा यो पर्वको अवसरमा ठुलो विशाल यहाँ देउडा खेल लागिरहेको छ। यहाँ पनि तपाईहरुको माझमा हामी प्रत्यक्ष रूपमा देखाउनको लागि आज हामी यहाँ थारामा पुगेका छौं। यहाँ हेर्नको लागि प्रत्यक्ष रूपमा अनि यो हाम्रा पुराना रीतिरिवाज अनि देउडा खेल हामी जगेर्ना गर्नको लागि यतिखेर भने हामी थारामा आइसकेका छौं। सरस्वती बुढा र गगन थापा बीच यतिखेर यो थारामा चाहिँ एकदम घम्सा घम्सी विशाल देउडा खेल भइरहेको छ। हाम्रो रीतिरिवाज परम्परा जोगाउनको लागि हैन यहाँ भइरहेको छ। यसको लागि हामी तपाईको माझमा हामी प्रत्यक्ष रूपमा देखाउनको लागि यतिखेर आइसकेका छौं। यतिखेर हामी थारामा आइसकेका साथीहरु तपाईहरुको माझमा पत्ता देखाउँछन्। यी हुन् हाम्रा यहाँका गिदौडा यी गगन थापा हुन्। यिनलाई हामी प्रत्यक्ष रूपमा देखाउँछौँ भने यतिखेर हाम्रो
दुनिया